हेलो एन्ड नमस्ते सबैजनालाई। आज पनि नयाँ भिडियोको साथ उपस्थित भइसकेका छौँ। कृपया सबैजनाले हेरेर लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला भन्दै आज पनि सदाको जस्तै जलन बर्दरको एउटा भिडियो रहेछ, त्यसमा रिएक्सन गर्दैछौँ। सबैजनाले हेरेर साथ सपोर्ट गरिदिनु होला है त। सुरु गरौँ भिडियोबाट है त। म चिन्दैन बालेन भने को चिन्दैन ए बालेनको चिन्नुहुन्न दिल्याम काका भन्दिनुस् त बालेन यहाँ कि मैले ट्यापेन्द्रे भन्ने गरे हावा कुरा नगर्नु न राजेन्द्र दाइ हजुर भन्दिनुस् त बालेन को भनेर को हो त्यो मुजी मेरो लागि त कोही होइन त्यो मुजी दाइ विचार गरेर बोल्नुस् है किन मुजी भनेको त्यो मुजीलाई मुजी नै भन्छ हैन हजुर बालेनसँग किन रिसाउनु भएको बालेन के रिसाइरहेको छ भने सुरुमै गरिबको चमेली भन्ने गीत गाए त्यो ल्यापे उसले गरेपछि ओ यो अब आयो भनेको त पहिल्यै गरिब ठगा हो के भन्दा यही कुरामा मैले बालेन गालिदिन्छु कि फुटपाथ चाहिँ मान्छे हिँड्नलाई हो, फुटपाथमा व्यवसाय गर्न पाइँदैन भन्ने विषयमा यो त कन्ट्राडिक्टरी भयो। अनि पार्किङ त त्यो यार 5 पैसा त फ्री गरे होइन हो बालन भाइ। येलो लाइनको यतातिर चाहिँ ठाउँ त फ्री गरे होइन। सडकमा पाइँदैन पार्किङ गर्न। राजनीति भनेको विकास हो काम गर्नुपर्छ। खै गर्यो मुजी 1 वर्ष 1.5 वर्ष भइसक्यो। देख्नु भएन चोकचोकमा त्यत्रो बत्ती राखेको सधैँ यस्ता मुजी बत्ती यो बत्ती नभएको होइन नि, यो त राणाकालीनदेखि छ नि। उहाँले अहिलेसम्म सिनको भाँच्नु भएको छ। ए हो र अनि मिडियामा त खत्रै काम गरिरहेको जस्तो देखिन्छ त। मिडिया म्यानिपुलेसन गरेर चाहिँ उसलाई हाई जस्तो गरेर नि गरे जस्तो होइन। काम त छोटो छिटो केही भागै छैन। ए त्यस्तो पो हो। मुजी खाली कुरामा त गर्ने तर अरूको तुलनामा यो ट्यापेन्द्रे छानी जुन यो चाहिँ अलिक ठिक रहेछ है केटा। काका अनि बालेनलाई मर्ने गरी गाली गर्दै हुनुहुन्थ्यो त कसरी ठिक हो भन्नुहुन्छ फेरि बोलेको त ट्यापेले ठ्याक्कै पुर्यायो। ए, कुन कुरा भनेको जला रहेछ ए सिंहदरबार जलाउने बालेन पो हो। बालेनको एउटा श्रीमती सुत्केरी हुन नपाउँदा छोरीलाई बुढीको कुरामा त पुरा सिंहदरबार जलाइदिन्छ भने त्यो बालेन सिंहदरबार जलाउँछु भन्ने बालेनलाई हेर्नुस् त हजुरको त्यो स्टाटसले आज हजुरलाई नै भन्ने बाटो बनायो। पुरै आगो लाग्यो नि त हो आम्मामा के साह्रो। अनि हजुर जस्तो मान्छेले सिंहदरबार आगो लगाइदिन्छु भनेर स्टाटस लेख्ने हो के खाएर लेख्नु भएको भन्नुहोस् त। खाएर रक्सी त्यही भएर मैले रक्सी पिउनु छोडिदिनुहोस् भनेको अस्तिदेखि। किन पिउनु भएको भन्नु त। पिउदिन भन्दै साथीले पिलायो। अनि पिउने त भन्दा भन्दै जबरजस्ती पिलाउने मान्छे चाहिँ को रहेछ। तपाईलाई नि कुनै टाइममा पैसा नभएको बेला यहाँनिर बियर सेयर खुवाएर हजुर हो बियर चुरोट कति यहाँनिर खुवाछ। ए अनि दाइ के हो यसरी रक्सी चुरोट पिलाउने आफ्नै साथीभाइहरूलाई त बिर्सिनु भयो नि त मेयर भइसकेपछि। अहिले तपाईँ त्यहाँ पदमा भइसकेपछि त आफ्नो दाजुभाइहरूलाई मिलाएर हिँड्नुपर्ने मान्छे। अनि को मान्छेको कुरा काट्नु भएर त च्याटमा अस्ति भर्खर गिरिश दाईको कुरा काटे होइन, गिरिश दाईसँग चिल हान्दै हुनुहुन्थ्यो त। गिरिश पनि त्यही त हो, मासले मन पराउँछ, ऱ्यापरहरूले मन पराउँदैन, स्पोन्सरले मन पराउँछ, फेरि यस्तै हो। अब दाई हेर्नु यहाँ मसँग चाहिँ यस्तो कुरा गर्नुहुन्छ अनि त्यहाँनिर चाहिँ तपाईँ सर्पो यतिकै भन्या रहेछ त। मेरो घरमा आएर यमा दाईको घरको बारेमा जे पाइ त्यही कुरा गर्ने अनि पछि मेरो हुने बित्तिकै गएर भैँसी पार्टीमा गएर सेल्फी खिचेर म शालिग बनाउँछु भनेर मानस दाईको पनि कुरा गर्नुभएको छ तपाईँले। अनि किन त्यसो भए मानस दाईहरूसँग भेट्नुहुन्छ त। तपाईँ मान्छे छक्कै रहेछ यार। मानस घलेले यही तरिकाले एक दिन नराम्रो पिटाइ भेट्छ। यता सिपेजको पनि मान्छेले बेकार मानस राखेको भन्न थालिसक्यो। बुढाको वेट नै छैन, सेम साकार पारा छ। मलाई हेर त माछ सिक्ने पापी। त्यही त दाइ सागर जस्तो पारा भनेर हेर्नु खोज्यो होला फर्काउनुस् त। बालेन माछ सिक्ने खाते हेर्दै छ मेरो केटाहरूले तँलाई कस्तो हान्छ। सेम साकार अनि फेरि 20 दिन अगाडि सागरसँग पनि फोटो खिचेछ है। यु फेक एस मदरफकर। तपाईँ रियल सेट हुन जान्नु के, तपाईँ छक्का जसरी नहिँड्नु के दाइ। त्यही त अनि आफ्नो देवानदेखिको साथीभाइहरूलाई चाहिँ नबिर्सिनु होला, मिलाएर राख्नु होला। अनि जो पाइ त्यहीसँग यसरी अरू कुरा काट्ने होइन क्या दाइ, यसरी मेसेज लिक गरिदिन्छन्। यस्तो होइन मैले यो चिजहरू नराखौँ जस्तो भयो थियो, तर दाइको भाउ चाहिँ अलि अति नै बढ्या रहेछ होइन। त्यही त बालेन दाइको भाउ यति बढ्या रहेछ कि प्रधानमन्त्री बन भन्दा पनि मान्नु भएन क्या। सडकमा बालबालिकाले बोलाए आउनु भएन, सरकारमा उहाँलाई बोलाउनु भयो आउनु भएन, आउँदैन। त्यस पछाडि हर्क साम्पाङलाई गर्नुपर्छ भनेर जेएनजीको माग त्यत्रो तपाईँको चाहिँ माग हुँदा हुँदै उहाँले चाहिँ बुझ्नुपर्ने थियो। त्यही त बुझ्नुपर्ने हो यो कुरा। नबुझेर हेर्नु त प्रधानमन्त्रीको लागि सुशीला कार्यक्रम अगाडि सारेर हजुरलाई खाली हात धान पठाइदिनु भयो। काका भयो नरुनुहोस्, के गर्नु त यार। बालेन दाइ धोकेबाज निस्किनु भयो त। पब्लिकले हामीलाई मिलेको मन पराउँथे, पब्लिकले मिलेको मन पराउँछ भने मिलौँ त भन्ने खालको थियो। तर यसपालिदेखि उहाँले अब त्यो सबै कुरा सम्भावनाको ढोका सबै बन्द गर्न। अनि त्यस्तो पनि नबनिहाल्नुहोस् न, इसारा देख्नु भएन, माया गर्छु त भन्दै हुनुहुन्छ त। कतिचोटि मन जित्नुहुन्छ यार। त्यो पोस्ट मात्र गरेर हुन्छ गे स्टफहरू हर्क साम्पाङ आई लभ यु डार्लिङ यताउति बाटोमा जिस्काउनु पो पाइएन, तर प्रेम प्रस्ताव त राख्न पाइन्छ नि त होइन। तपाईँ छक्का मान्छे यार। एउटा केटा हुन्छ अर्को केटी हुन्छ। हजुर चाहिँ के त्यस्तो प्रकार हो के भनेको। हर्क साम्पाङ आई लभ यु एकतर्फी भए पनि मेरो माया साँचो छ। थोरै फ्लर्ट गर्न पाइयो, उसलाई आफ्नो प्रस्ताव राख्न पाइयो। राख्नुहोस् त प्रस्ताव। आई लभ यु।
मैले घर घरमा गएर मलाई भोट दिनुहोस् भन्नु राम्रो कि चुनाव पछाडि घर घरको टोल टोलको गाउँ गाउँको ठाउँ ठाउँको समस्या समाधान गर्न जाने चाहिँ राम्रो पहिला यस्तो भनेको मान्छे अहिले चाहिँ बाहिरै निस्किनु हुन्न यार के भएको बालनजी जनताको मेयर भइदिनु भएन कि खुपीको देउता हुनुभएको छ बरु तपाईँ भन्दा त दाइ कस्तो घरको साम्पाङ ग्राउन्ड लेभलमा बसेर काम गर्ने मान्छे ऊ हो क्या खोला खोला कुदेर ढुङ्गा गिटी कुदेर चाहिँ देश बनेको छ बालेनलाई खासै बाहिर निस्किनुहुन्न जनतासँग सँगै हिँड्नुहुन्न लुकेर बस्नुहुन्छ भनेर गाली गर्छन् हरको साम्पाङ जनतासँग सँगै श्रमदान गर्नुहुन्छ बाहिर निस्किनुहुन्छ त्यही पनि गाली गर्छन् खोला खोला कुदेर ढुङ्गा गिटी कुदेर चाहिँ देश बनेको छ नेपाललाई चाहिँ कस्तो मेयर चाहियो अब खासमा बालेनलाई कहिलेको बाहिर पनि निस्किनुहोस् त्यहाँ कति लुक्नुहुन्छ यार जेएनजीहरूलाई उचाल्नसम्म उचाले स्ट्याटस लिएर त्यो मुला त बाहिर आउन सक्ने मान्छे त होइन त्यो कोहीसँग बोल्दैन आफ्नो सुर गरेर बस्छ छक्का बाउले त छोरा नै जन्माएको थियो गे जस्तो देखिरहनु भएको छ दाइ बालनसँग छातीमा दम हो यो आन्दोलनको जिम्मा काठमाडौँको मेयरले लिन्छ भन्न किन सकेनन् त्यसकारण नामर्द हो कार हो यसले खालि स्ट्याटस ल्याइदिने घरभित्र बस्ने सबै मान्छेले उसलाई मर्द बनाइरहेको छ ऊ चाहिँ हिजडा जस्तै स्ट्याटस लेखिरहेको छ घाइतेले बालेन बालेन भनेर पुकार गर्दा एउटा हस्पिटलमा अहिलेसम्म गएर एउटा बिरामी भेटेँ बिरामीलाई भेट्न जाँदा पनि हुने बिरामी भेट्न जाने कुरा छोड्नुहोस् न त्यस्तो स्ट्याटस लेख्ने मान्छेले शहीदहरूलाई श्रद्धाञ्जली पनि दिनु भएन रे फेसबुक स्ट्याटसबाट बालेन बारे एकदमै खतरनाक कुरो बाहिरिएको छ हो र के कुरा बालेनको कुर्सी लुसिफरको पछाडिको कुर्सी हेर्नुहोस् त ठ्याक्कै उस्तै छ सिङ ठडिएको जस्तो कुर्सी देख्न पाइयो है अनि लुसिफरको अर्को क्यारेक्टर भनेको सधैँ ब्ल्याक ड्रेस ल हेर्नुहोस् बालेन प्रायः जसो देखिने भनेको ब्ल्याक ड्रेसमा हो चस्मा पनि कालो लगाउने गर्छ होइन लगाउने लुगादेखि चस्मा सबै कालो मान्छे पनि कालो भन्दा बेस छैन है के भनेको कालो लुगा नलगाउनु त बाहिर देखिँदैन धेरै जसो होइन अनि डार्क इनर्जीले रिलिज गर्छ भन्दै छ जस्तो बालेनले के भन्यो भने म सिंहदरबार चलाउँछु भनेको थियो नि हो त्यो डार्क इनर्जीले काम गरेको भएर साँच्चै नै सिंहदरबार चलेको हो देख्नुभयो सिंहदरबार चल्नुको मेन रिजन यो रहेछ नि तिमीले मलाई हेपिस भने तेरो देशै रहन्न भनिदियो भने देशै नरहने स्थिति हुन सक्छ कुनै इन्डिया चाइनाले एट्याक गर्न सक्छ त्यही भएर बालेनसँग पंगा नदिनु होला फेरि केही नराम्रो बोलिदिनु भयो भने त्यही हुन्छ त्यो शहीदहरूको अन्त्येष्टिमा त आउँदा हुन्थ्यो नि त बालनको बच्चा मरेको भए अर्काको बच्चा मर्दाखेरि के मर्छ श्रद्धाञ्जली सभामा किन गएन त्यही किन नलाएको रहेछ किनभने शैतानहरू आफै श्रद्धाञ्जली सभामा जाँदैनन् भन्ने कुरा रहेछ कि शिवजी होइन तर शिवजीको भक्त चाहिँ होला किनकि सबले गजिनी गजिनी भन्छन् बालेनलाई गजेडीले गाँजा खाने भए बालेन ओ रामकोट आउनु सोली सोली गाँजा छ त्यहाँ त पनि गजडी म पनि गजडी हो एउटा आगो नगर्नु हजुर गजिनी भए पनि बालेनलाई चाहिँ गजिनी होइन है पहिले भने घन्टा हो त्यो मुजी गजडी अनि बालेनले कति गाँजा आएको देख्नु भएको पहिला गाँजा खान्थ्यो क्याफे खान्थ्यो सँग नभयो के बाले निस्किहाल्नु यहाँ सुन्न मुला है ध्यान दिएर सुन तपाईँको अनुहार चाहिँ एकदमै क्युट तर त्यो पारा एकदमै ग्याङ्स्टर छ क्या बालेन भाइ तिमी सुध्रिनु